हेलो गाइज, वेलकम टु माई ब्लग। सबैलाई मेरो ब्लगमा स्वागत छ। आज कस्तो गर्मी छ भने तपाईँलाई थाहा नै छ होइन। आज म कपाल कस्तो बिग्रिरहेछ होइन, कस्तो गरी भइरहेछ होइन। भर्खर माछा मारेर आएको थिएँ अनि यसो कस्तो गरी भइरहेछ। नुहाउनु पऱ्यो भनेको होइन, एकछिनमा नुहाउनु पऱ्यो भनेको। अनि हेर्नु आज लक्ष्मी पूजा होइन, लक्ष्मी पूजाको दिन हाम्रो त केही घर पनि सजाएको छैन। तपाईँहरूमा कस्तो कस्तो भएको छ कमेन्ट गरिदिनु होला। तपाईँहरूमा राम्रै होला। हाम्रोमा त झिलिमिली बाहिर लाउन नभएको कारणले भित्रै लगाइदिएको होइन, भित्रै लगाइदिएको। पूजापाठ भइसकेको छ, पूजापाठ हुनेवाला छ। अब एकछिनमा अब म नुहाउन जान आँटेको। बाई सबैजनालाई। म नुहाइसकेको छु फेरि, हेर्न सक्नुहुन्छ फेरि स्टाइल खतरा देखेको छ। अघिभन्दा खतरा देखेको छ होला उनीहरू पनि। भर्खर नुहाएको, शीतल पनि भयो नि त नुहाउँदाखेरि होइन। मेरो ड्रेसिङ यस्तै हो होइन, कहिले यस्तै हुन्छ। अब चाहिँ म दोकान जान आँटेको, दोकान गएर फेरि के ल्याएको छु आज सामानहरू तपाईँलाई देखाउने छु। यसको बाई म तपाईँको हाम्रो लाइनमा म आइसकेको छु। हेलो गाइज होइन, म अघि दोकान गएको थिएँ होइन, सामान ल्याएर पनि धेरै अलिकति सामान होइन, थुप्रै सामान ल्याएँ होइन। अब रात परेको, अब बनाउने भएन, काम भन्नु सरस्वती पूजा पनि गरियो। हेर्न सक्नुहुन्छ हामीले सरस्वती पूजा गरेको। हामीले चाहिँ कोठामै सजाइदिएको, झिलिमिली लाएर। अन्त बाहिर भएन, प्लगहरू मिलेन, त्यही भएर हामीले कोठामै सजाइदिएको। हेर्न सक्नुहुन्छ है, कोठामै छ अलिअलि सजाइदिएको होइन, हेर्न सक्नुहुन्छ। यो हाम्रो दुईवटा कोठा मात्रै हो, त्यो छैन होइन। अब यहाँ बाहिर चाहिँ यसो अलिअलि बोलबाल दिएको हामीले, अरू केही छैन। अब बाहिरतिर चाहिँ छ झिलिमिली घर घरमा लगाएको छ, पल्लो घर ठुलाहरूको घरमा पनि लगाएको छ। म अहिले देखाइदिन्छु। रङ्गोली त्यहाँ बनाएको छ, हाम्रो पनि बनाएको छैन। आज लक्ष्मी पूजाको दिन, त्यही भएर हामीले पूजा गरिहाल्यौँ, तर रङ्गोली चाहिँ बनाएन। अब ठुलाहरूको रङ्गोली बनाएको छन्, त्यहाँ तपाईँलाई देखाउने छु। चाहिँ हाम्रो ठुलाहरूको घर हो होइन, रङ्गोली बनाइसकेको छ है। रङ्गोली खतरा छ, कस्तो लाग्यो कमेन्टमा चाहिँ लेखिदिइहाल्नु होला होइन। कस्तो खतरा रङ्गोली छ, मलाई त खतरै लाग्यो। तपाईँलाई कस्तो लाग्छ? घर पनि खतरै छ है, कतिवटा झिलिमिली लगाएको छ। यो चाहिँ ठुलो मम्मी हो, यो चाहिँ ठुलो मम्मी। हाई भन्दैन ठुलो मम्मी। यहाँ हेर्न सक्नुहुन्छ, मैले अगाडि भर देखाइहालेँ तपाईँलाई कस्तो छ झिलिमिली। यही हो कोठा चाहिँ, हेरेर यहाँ आउनु होला। म देखाइदिन्छु सबै फुल कोठा भित्र, तपाईँलाई कोठा पनि देखाउँछु। यो चाहिँ दादाको कोठा हो, दादाको रुम सादा छ होइन, त्यस्तै हो। अब दादा इन्डिया गइहाल्छ, त्यही भएर सादै रुम उसले बनाएको छ, के गर्ने छैन, सोफा मात्रै छ, टेबल चाहिँ एउटा, त्यति हो। अब अर्को कोठा देखाउनु छु। यहाँ बरन्डा छ, बरन्डा चाहिँ लामो छ, त्यसैले कोठा चाहिँ 4 कोठामा रहेछ। यो चाहिँ आमाको कोठा हो। यहाँ चाहिँ भगवान पनि राखेको छ। यहाँ चाहिँ देख्न सक्नुहुन्छ, यहाँ सामानहरू धेरै सामानले राखेको, ढर्के थालेहरू, यहाँ पित्तलको थालेहरू के छ, माथि सामानहरू पनि छ अलि राखेको। हजुरआमा बस्नुहुन्छ यहाँ, त्यही भएर सामानहरू धेरै राख्नुहुन्छ नि त। अनि टेबल पनि सजाएर राखेको छ मुनितिर, त्यस्तो त राखेको छैन, अलिअलि सजाएर राखेको छ मुनिहरू। अनि यता चाहिँ मन्दिर हो, यो चाहिँ पूजा गर्नुहुन्छ, भगवान देवता मानिएको छ नि त, त्यही भएर। अब अरू कोठा पनि छ यता, हेर्न सक्नुहुन्छ। यो चाहिँ दुईवटा खाट छ, यो कोठामा चाहिँ। यहाँ चाहिँ बहिनी, यता चाहिँ फाल्टु पाहुनाहरू आउँदा सुत्नुहुन्छ। यो कोठा चाहिँ ठुलो कोठा हो, यो चाहिँ सादा कोठा हो। यहाँ कोही मात्रै हो, यहाँ सादा कोठा। यहाँ चाहिँ सिरा हेरेर राखेको छ, हेर्न सक्नुहुन्छ। किन्ने भए सुपथ मूल्यमा उपलब्ध गराउनेछु तपाईँलाई, कमेन्टमा लेखिदिनु होला किन्ने भए होइन। सिराहरू धेरै छ,